हेलो। तो आज चाहिँ अब कति भने लगभग 5 बजिसक्यो हो। 5 बजे चाहिँ म सुरु गर्दैछु भ्लग बनाउन। सायद यो भ्लग धेरै नै लामो पछि आउला। आई थिङ्क जे होस् 4 महिना जति भयो होला हौ पहिलाको भिडियो गरेको। होइन फुर्सदै पाएको थिएन क्या। कहिले कलेज जाऊ घरि यहाँ जाऊ, खै आनी काम नि थियो, टेन्सनमा थिएन आफ्नै। अब आज चाहिँ अलिकति भन्दा नि चुनाव लाग्यो नि त। चुनाव लागेर बिदा भयो। अनि सोमा बिदामा चाहिँ अब के गरौँ भन्ने सोच्थ्यो। कति भएको थियो भिडियो नहालेको, अनि त्यो पनि हालौँ भनेर हो। अब आज चाहिँ के गर्ने भन्दाखेरि एकदम बेग्लै प्रकारको भ्लग बनाउनु लाग्यो। आई मिन यसलाई भ्लग भन्दा पनि यस्तै अब क्यामेरा खोलेँ होइन, अनि यसो दुःख सुखको कुरा गरौँ भनेर आएको। दुःख सुख भन्दा नि खै के कुरा गर्ने। अब आएर म चाहिँ होइन बाहिरको केही पनि देखाउँदिनँ होइन। जस्ट आज चाहिँ मेरो यही कोठा भइगयो, यही कोठा हो मेरो। यसमा चाहिँ अब 5 बजिसक्यो, के चाहिँ गर्नुला भनेर आज त्यति मात्रै देखाउँछु। होइन यो कुनै खासै त्यस्तो राम्रो सेन्सवाला भ्लग त होइन। जस्ट अब आएर अब अघिदेखि पढ्दैछु। पढ्ने भए पज गरेर पढे हुन्छ, इच्छा छ भने, छैन भने अनि मैले चाहिँ इलेक्ट्रिकल इन्जिनियरिङ गरेर हो पुल्चोकमा। मैले चाहिँ अनि इलेक्ट्रिकल इन्जिनियरिङ गरेर हो पुल्चोकमै पढ्ने मान्छे हो हामी। अस्ति कति भने 2-3 महिना जति भयो कलेज जान थाले। आई थिङ्क 3 महिना भयो। अब केही समय घरमै बसौँ। अनि जाँच आउन लागिसक्यो। 20 गतेदेखि जाँच भन्थे। खोइ पढे एउटा केही छैन। बिजोग छ हौ, साँच्ची बिजोगै छ भने। खोइ केही पनि आउँदैन। घरि यो बुक हेर्न थाल्यो कथा जस्तो लाग्छ। अस्ति कहिले भन्दाखेरि फ्राइडे अस्ति जाँदाखेरि सरले 2टा च्याप्टर भ्याइदिएछन्। 2 घन्टा 2टा च्याप्टर भ्याएछन्। जसलाई अलिअलि पढाइरहेको जस्तो भन्थे। ल म त दङ पऱ्यो भने एकछिन त कुन च्याप्टर भने यही यो तपाईँको कुन देखाउनु र यो फिजिक्सको च्याप्टर त ल 2टा च्याप्टर भ्याइदिएर भने क्या एकछिनमा। हामी त दङ क्या। ल कुन बेलामा सर खोइ पछाडि खोइ यसो जिस्किँदै थियौँ, मोबाइल खेल्दै थियो। यसो आउँदा सरले त ल 2टा च्याप्टर सकाइदिन्छौँ चाहिँ। च्याप्टरको नाम चाहिँ इलेक्ट्रोम्याग्नेटिजम थियो। धन्न त्यति चाहिँ याद थियो। त्यही हो दुःखसुखको कुरा भन्दा नि मैले आफ्नो इन्ट्रो टाइप दिएँ के गर्दैछु भनेर होइन। अब रेगुलरली भ्लग चाहिँ म हाल्न ट्राई गर्छु। अब केही समय चाहिँ यहीँ घरमै हुन्छु। अब केही समयपछि म बाहिर पनि हाल्छु। बाहिर घुम्न जाने प्लान छ मेरो, त्यो बेलामा पनि हाल्छु। ल आजलाई चाहिँ यति नै। तपाईँलाई यदि यो मेरो मिनी भ्लग अथवा इन्ट्रोडक्सन टाइप राम्रो लाग्यो भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब। छिटोभन्दा छिटो हामीलाई 1000 सब्सक्राइबर्स पुर्याइदिनु होला। तपाईँको मायाले पक्कै पनि पुग्ने नै छौँ। बाई।